नमस्ते सबैजनालाई। म चाहिँ अहिले यहाँ पोखराभन्दा हल्का माथि यो फेवा लेकभन्दा हल्का माथिको ठाउँमा चाहिँ आएको छु। यहाँबाट देखिने तलको यो मनोरम दृश्य पोखराको यो जुन भ्याली रहेको छ, अनि यहाँ तलको चाहिँ फेवा लेकको मनोरम दृश्य हेर्नको लागि विदेशी नेपाली सबैजना चाहिँ आउने गर्दछन्। यहाँ चाहिँ यति धेरै मानिसहरू अब बस रिजर्भ गरेर माइक रिजर्भ गरेर र आफ्नै भेकलमा पनि आउन सक्छ। टाढो पनि छैन है। यहाँ चाहिँ हामी तल उसबाट चोरेपाटनबाट 15-20 मिनटमा आइपुग्छौँ। अनि यहाँबाट देखिने यो जुन दृश्य रहेको छ म पछाडि देखाउने छु। यस्तो दृश्य हेर्नको लागि चाहिँ तपाईहरु कहीँ टाढा जानु पर्दैन। पोखरा आउँदाखेरि हल्का माथि यो स्तुपा जाने बाटो हुँदै आउनुभयो भने बाटोमा देख्न सक्नुहुन्छ यस्तो बबाल भ्यू हैन। लेकको भ्यू प्लस यहाँबाट देखिने पोखराको भ्यू, माथिको यो माछापुच्छ्रे यहाँ यो चाहिँ नि अहिले बादलले छेकिरहेको छ। अनि उता पारी हाम्रो सराङकोटबाट चाहिँ मजाले यो उसहरू पनि उडिरहेको छ, प्याराग्लाइडिङहरू पनि। यो दृश्य हेर्नको लागि चाहिँ तपाईहरु आउनु होला है त। ओके, अहिले चाहिँ म यहाँ ठ्याक्कै त्यो भ्यू पोइन्ट भनौँ न त्यहाँ हेर्ने ठाउँदेखि चाहिँ म अलिकति अगाडि स्तुपा जाने बाटोमा चाहिँ छु। लास्ट इयर चाहिँ ठ्याक्कै समयतिर होला, यो भन्दा अलिकति पछाडि होला। मेरो साथी सन्दीप, आइ मिसिङ यु म्यान। सन्दीप हाम्रो अर्को सागर साथी पनि थियो मसँग यहाँ हैन। तीनजना मिलेर चाहिँ हामी यो स्तुपा आएको थियौँ। ठ्याक्कै त्यो मलाई याद आयो अहिले। एक्लै छु अहिले चाहिँ, बट आइ एम इन्जोइङ माई ओन कम्पनी। ओके, अलिकति अहिलेको मौसम चाहिँ ठ्याक्कै हैन, दसैँ पनि सकियो है, अब तिहार आउँदैछ। यो बिचको मौसम भनेको अलिकति दामी नै हुन्छ, त्यही धेरै गर्मी पनि हुँदैन। अब गर्मी सकिन लागिसक्यो, जाडो आउन लाग्यो। यो मिक्स्ड खालको चाहिँ मौसम रहेको छ। यो मौसममा चाहिँ हामी वकिङ एलोन ठिक छ, ट्याकर हिँडिन्छ। अलिकति अगाडि गएर स्तुपामा गएर चाहिँ अलिकति दर्शन गरेर फर्किनु पर्ला। पोखराको जुनै पनि डाँडामा जुनै पनि पोइन्टमा गएर हेर्दा पनि हैन राम्रै दृश्य देखिन्छ, एकदमै राम्रो भ्यू देखिन्छ है। त्यो चाहिँ एकदमै पोखराको स्पेसियालिटी हो। अनि यहाँबाट पनि तपाईहरुले त्यही भ्यू देख्न सक्नुहुन्छ है दाइ। पुरै फेवा लेक सर्लकै, पोखरा भ्याली सर्लकै हैन। अनि अरू डाँडा काँडा एक्लै अर्को डाँडाले हेरिराखेको, हिमालले हामीलाई नै हैन बोलाइराखेको जस्तो। तर आज चाहिँ अलिकति बादल लागेको भएर हिमालहरू त्यति राम्रोसँग देखिरहेको छैन, बट वी क्यान सी अलिकति चुचोहरू चाहिँ देख्न सकिन्छ यहाँबाट। दामी छ। ओके, हामी अगाडि बढामै त हाम्रो स्तुपा यहाँ नै छ। अब टक्क हल्का 5 मिनट जति वक गरेपछि हामी पुग्ने छौँ। हामी भन्दा पनि म एक्लै ट्याकर हिँडिराखेको छु। एन्ड एकदमै मन शान्त भइराखेको छ, किनभने एकदमै शान्ति ठाउँमा, शान्ति स्तुपामा आएको छु नि त। ओके, मनलाई शान्त पार्न, दिमागलाई शान्त पार्नको लागि चाहिँ हामी यस्तै अवसरमा चाहिँ आउनुपर्ने हुन्छ। पिसफुल एरिया पसल पनि रहेछ यहाँ, टोपी पसल होइन दिदी? टोपी पसल रहेछ। के कसरी छ त नि दिदी यो टोपीहरू? यहीँ हजुरले बनाउनु भएको कि कसो हो? खरिदै हो? ए, बिक्छ होला नि दिदी है? नेपालीले लान्छ कि धेरै विदेशीले लान्छ? यस्तो नेपाली लान्छ है। त्यही त चिनो छ नि त यहाँ पोखरा, लभ नेपाल। विदेशीलाई यो साह्रै मनपर्छ नि त यस्तो यस्तो है। भर्खरै आउनुभएको? ए ल, यसो माथि पुगेर आउँछ दिदी है। ए, मालाहरू पनि रहेछ पुरै, मालादेखि लिएर है। यता कि खुकुरी पनि छ यहाँ, घन्टी पनि रहेछ। ए, गौतम बुद्ध है। मैले यहीँबाट लगिदिएँ हाम्रो गौतम बुद्धलाई चाहिँ। छ सबै कुराहरू चिनोको लागि चाहिँ लैजान चाहनुहुन्छ भने हाम्रो दिदीको पसल चिटिक्कको रहेछ। फुलहरू पनि क्या मजाले फुलेको यार। क्युट एन्ड एकदमै शीतल यो ट्रेलमा चाहिँ मजाले होइन, एकान्तमा यसरी हिँड्न पनि एकदमै मजाको कुरा हो होइन। यहाँ त्यति धेरै हल्ला गर्न चाहिँ पाइँदैन आई थिङ्क होइन, किनभने हामी एकदमै पिसफुल एरियामा आएका छौँ।
बिस्तारै सानो स्वरले चाहिँ म बोल्दै हिँडिरहेको छु। कुहु गर्ने चरा कति आनन्दको। कहाँ चाहिँ हो फेरि यो? कुहु चाहिँ नि यो चराको आवाजले पनि मानिसलाई यति आनन्द बनाउँछ नि होइन। सुनसान बस्तीमा ट्याक्क चाहिँ कुहु आवाज गर्दै चाहिँ हामी अगाडि बढ्दैछौँ। सबैजना चाहिँ दर्शन गरेर कोही फर्किरहेछन्, कोही अझै आइराखेको अवस्था छ। एन्ड वान अफ दोज म पनि हुँ। यो ट्रेलमा ट्याग लाएर है। यदि तपाईँहरू पनि एकदमै पिस चाहिरहेको छ भने यहाँ आउन सक्नुहुन्छ। कटुसको बोट पनि छ क्या यहाँ त। कटुस पनि पाउन सक्छ है। सो काँडा चाहिँ भेट्टाएँ मैले होइन। कटुस चाहिँ छैन क्या, सुकिसकेछ यार। ठिकै छ। के अब चाहिँ दर्शन गरेर झरिसकेँ। माथि फोटो भिडियो साइड गर्न नमिल्ने रहेछ। सो म चाहिँ अब निस्केँ टक्क लाएर। मान्छेहरू आउने क्रम चाहिँ जारी नै छ यार। धेरै चाहिँ विदेशीहरू नै छन् आज, नेपालीहरूभन्दा पनि। आज धेरै नै टुरिस्टहरू चाहिँ यहाँ आएको देखिन्छ। के छ विशेष आज है त्यो त मलाई थाहा भएन। नेपालीहरूको दाँजोमा एकदमै टुरिस्टहरू नै धेरै देखिरहेका छन्। कति चाहिँ नि रमाइलो छ यिनीहरूको जिन्दगी है। अरूको देशमा गएर घुम्न पाछ, खान पाछ है आनन्दले। जुन हामी नेपालीले चाहिँ आम नेपालीले गर्न सकिँदैन। अब एक्सेप्सन होला, कोही कोहीले गर्न सक्ने, तर प्रायःले चाहिँ नि अरूको देश अथवा अरूको ठाउँहरू घुमेर आफ्नो जीवनयापन गर्न त अलिक गाह्रो छ नि त। ओके ठिकै छ। किन अरूको देश घुम्नु परेर, हाम्रै आफ्नै देश पनि एकदमै स्वर्गभन्दा चाहिँ नि राम्रो छ। त्यस कारणले गर्दाखेरि हामी त्यसमा चित्त बुझाउनु पर्ने हुन्छ। हाम्रो देश राम्रो भएर त अब टुरिस्टहरू पनि हाम्रो देशमा आएको हो नि त होइन र। ल यो भन्दै चाहिँ म आफू एक्लै बोल्दै बोल्दै यो जङ्गलको बाटो चाहिँ पार गर्दैछु। अझै आउँदैछन् मान्छेहरू, त्यहाँ थुप्रै छन्, धेरै छन् आजको भक्तलुहरू, भक्तजनहरू भनौँ न। या यस दिस वे जस्ट 2 minutes। ओके सबजना पिसपागडा भन्दै आइरहेछन् है। ओके पिसपागडा मेरो पछाडि रहेको छ। म चाहिँ अलिकति अगाडि बढिसकेको छु, दर्शन पनि गरिहालेँ होइन। अनि आज चाहिँ हाम्रो पिसपागडामा टुरिस्टको फ्लो चाहिँ एकदमै धेरै छ क्या है। नेपाली टुरिस्टहरू अब एकान दुईकान छ भने अरू चाहिँ पुरै आज मैले चाहिँ लगभग 100 जति भनौँ न आउने जाने चाहिँ टुरिस्टहरू देखिरहेको छु। एन्ड द्याट इज भेरी गुड न्युज फर अस है। टुरिज्मको लागि पनि त्यो राम्रो हो। एउटा पिसपागडाले गर्दाखेरि यति धेरै टुरिस्टहरूलाई तान्न सकिन्छ भने हामीले अझै पनि अट्र्याक्टिभ ठाउँहरू चाहिँ टुरिस्टलाई फोकस गरेर बनाउन सकियो भने अभियसली द्याट विल हेल्प इन आवर डेभलपमेन्ट एज वेल होइन त। ओके अब चाहिँ म यति नै बनाउँछु भिडियो। यति लामो चाहिँ साह्रै लामो चाहिँ भएन होला। अब चाहिँ म यहाँबाट पोखरा ब्याक हुँदैछु। आजको यो दिनलाई मैले अलिकति राम्रोसँग नै बिताउने कोसिस गरेँ। शान्ति स्तूप आएर यहाँको चाहिँ नि वरिपरिको वातावरण सँगसँगै यहाँको चाहिँ टुरिस्ट फ्लो पनि मैले धेरै देखेँ होइन। एकदम राम्रो छ टुरिस्ट फ्लो। आई होप अझै आउने दिनहरूमा चाहिँ टुरिस्टहरू धेरै आएर अनि पोखराको सँगसँगै होल नेपालको चाहिँ टुरिज्म इन्डस्ट्री अझै राम्रो होस् भन्दै चाहिँ म बिदा हुन्छु। धन्यवाद।